हेलो गाइज नमस्ते सुप्रभात। आज बरौनीको दृश्य यो यस्तो डेन्जर कालो निलो भएर हावाहुरी पानी पर्न लागेको छ कि कुरै छोडिदिनु। अहिले क्यामेराले चाहिँ जो उज्यालो देखाइरहेछ खतरा मौसम भएको छ, हावाहुरी त्यस्तै चलेको छ, पुरा डेन्जर चलिरहेको छ। यहाँ समुद्र पानीको छालहरू डेन्जर हावाहुरी डेन्जर चलिरहेको छ। उताको बाटो देखिरहेको छैन। हाम्रो गाडी अझै लोड भएको छैन अहिलेसम्म, कतिखेर हुन्छ ठेगान छैन। यताको दृश्य पनि हेर्न सक्नुहुन्छ। म तपाईँहरूलाई नजिकै लगेर देखाउनेछु। हेर्नुहोस्, रात पर्यो बरौनीमा, आज रात पर्यो, दिउँसै रात पर्यो। दिउँसै यो चाहिँ हाम्रो लोडिङ पोइन्टभित्र ऊ अगाडि गेटबाट छिर्नुपर्छ भने अहिले पुरै रात परिसकेको छ बरौनीमा, सक्नुहुन्छ। पार्किङ यस्तै छ। गाडीहरू बत्ती बाल्दै हिँड्नुपर्ने बेला आइसकेको छ। बिहानको 9:30 बजिरहेछ। अहिले 9:48 को दृश्य हो यो। यस्तो छ, हेर्नुहोस्, हावाहुरी खतरा चलिरहेको छ। अब म पनि गाडीमा छु, तै पनि रात परिसकेको छ। म पनि बत्ती बाल्न गइरहेको छु र बत्ती बालिसकेको छु। म यहाँ चाहिँ मेरो यो सानो घर आयो आयो हावाहुरी खतरा आयो, हावाहुरी खतरा आयो। पानी हाल्छेन, हावाहुरी खतरा आइरहेछ। यस्तो भयो भने त आज लोड पनि हुन सक्दैन होला। पानीको छाल पनि यस्तो डेन्जर बढिसकेछ कि हेर्नु नि। अघि बिहानसम्म थियो यो छाल, अहिले पुरा। यो चाहिँ टर्मिनलबाट आएको पानी हो, भित्र रिफाइनिङबाट आएको पानी हो यो। भाग दौड भइरहेछ मान्छेहरू। बादलको दृश्य हेर्नुहोस्, आकाशमा आजको बादलको दृश्य खतरा छ। खतरा खतरा छ, खतरा 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 मात्रै होइन, खतरा भइरहेछ। खतरा हेर्न सक्नुहुन्छ। यहाँ खतरा छ। भन्नुपर्दा रुख बिरुवाहरू खतरा हालिरहेको छ। सबजना दौड धुप भइरहेछ। हावाहुरीले गर्दाखेरि एउटा मान्छे लडिसकेको छ। तपाईँले त्यो बाइक आएको देख्नुभयो होला। त्यहाँनिर अघि भर्खरको हावाहुरीले एउटा मान्छेलाई लडाएको छ। सबैजना त्यतै दौडिँदैछ, यिनीहरू बाइकवालाहरू। यहाँ पनि हेर्नुहोस्, कस्तो डेन्जर मौसम भइरहेको छ। हेर्नु, यताको दृश्य हेर्न सक्नुहुन्छ। आज खतरा भएछ बरौनीमा। खतरा बुझाइरहेछ कि 2072 सालमा भूकम्प जाँदा पनि यस्तै भयो अरे भनेर सुनेको थिएँ। हामी त थिएनौँ भन्नाले नेपालमा त नेपाली थियौँ, बाहिर होइन, नेपालमा थियौँ भए तापनि त्यति खासै राम्ररी देख्न पाइएनौँ। हामी त्यति बेला म चाहिँ टिप्पर चलाउँथेँ, खेतमा थिएँ। खेतमा भएको कारणले त्यति राम्ररी बुझाएन। अहिलेको चाहिँ मौसम देखेर आफूलाई डर लागिरहेको छ। हेर्नुहोस्, आयो 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 सुनामी आयो। हेर्नुहोस्, यहाँ खोलाको छ। अहिले आयो 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 आयो। पानी पनि खासै ठुलो त होइन, फाटोफुटो पानी चाहिँ परिरहेछ। तर आउन त आउँछ जस्तो छ यो पानी। कतै जुम गरेर देखाउँदैछु। यो चाहिँ ग्यास प्लान्टको उतापट्टि हेर्नु, पुरै कालो हुँदै आइरहेछ। यो हल्का हल्का टावर देख्नु भइरहेछ नि, त्यो टावर छेउमा हामी जानुपर्ने। तर आज म त्यता चाहिँ गएको छुइनँ, किनभने मेरो यहाँ गाडीको सायद सेफ्टी चेक हुन्छ होला। त्यही भएर म यहाँ अगाडि मेन गेटनिर बसिरहेको छु। त्यही भएर हाम्रो पार्किङ चाहिँ उहाँ तल छ। अनि हामीले बेलुका चाहिँ गाडी लोड भएपछि हामीले यसरी नै रोडमा राख्नुपर्छ। यता
कतिसँग बटुलेर लिएर आएको छ पत्करहरू देख्न सक्नुहुन्छ साथीभाइहरू। अब आजलाई यति नै भन्दै म पनि बिदा माग्दैछु। हस्त नमस्ते। नेक्स्ट भिडियोमा फेरि भेटौँला। सकेसम्म सब्सक्राइब, लाइक, शेयर सब गरिदिनु होला। धन्यवाद।